हेलो गाइज सबैजनालाई नमस्ते, स्वागत छ मेरो अर्को भिडियोमा। अब भर्खरै उठ्यास द गाइज, यो कफी खाँदै यहाँ एकछिनमा मार्केट जाने हो। बिहानको मौसम यस्तो छ है, चिसो चिसो रोमानियाको। यो हाम्रो घर बस्ने घर यही हो गाइज। यता हाम्रो कपडा धुने ठाउँ छ। बिहान बिहानको यो मौसम हल्का रुगा लाखा होइन, त्यति छ जिन्दगी चलिरहेको। हाँ, Cebrema, cepat. Bine? Bravo. कता बुझेल सर? कता हो? बिहान बिहान बुरुस देदार गर्दै। हाम्रो घर त्यही हो होइन। यहाँ हाम्रो अस्की भाइ स्की ल भेडा आएको छ। भेडा यी हाम्रो आपको सनम ब्लगर सनम भेडा आयो नि, भेडा चढाउने सनमलाई भेडा चढाउने जाए काम दिने हुन्छ यार। हाँ सनम, भेडा चढाउने काम गर्दैनौ? जाडाले मरिन्छौ कटरेर। गाइस जी, हाम्रो काम गर्ने ठाउँ यही हो। यो हाम्रो डिपार्ट, बिदारेको डिपार्ट। हाम्रो कम्पनी गाइस, जङ्गलको जङ्गल, चारैतिर जङ्गल बिच कम्पनी। ऊ काकु नि आउँदैन हाम्रो पछाडि। काकु बनाऊ गाइस। यी भेडा कम्पनी मात्र भेडा खाने। वाइ दिस इज कल वाइ। रोमानिया भाषामा वाइ भन्छ। वाइ घन्टी बजाउँदिने अन्त टङ्गङ टङ्गङ त्यहाँ घन्टी। गाइस भेडा हेर्न सक्नुहुन्छ तपाईँहरू। कम्पनीका भेडा यी यस्तो धेरै छ भेडा बाख्राहरू। जाडो छ त। भेडा चराउने कार्यक्रम भइरहेको छ यता। हाम्रो कम्पनीको गेटमा आइएको छ कम्पनीको हामी। सिधै काउफ्ल्यान्ड गएर हामी किन्छौँ सामान। एल्डिस भनिदिँदा एल्डिस चोर जस्तो एल्डिस हो यो। पैसै दिन्न टाइममा खालि चोरले हो खालि। कफल्यान्ड मार्केट आइयो बल्ल। अब यसो भित्र छिर्ने सामान किन्ने होइन।
त्यस्तो चल्दैन यहाँ घरतिर जाडा धेरै डुलेर काम छैन गाइज कफलाइन मार्केट यहाँ आउँदा आउँदा नि 3 वर्ष बित्यो यही आएको छ के गरेको सामान किनेछ गएको छ आएको छ सामान किनेछ गएको छ यहीँ आउँदा जाँदा 3 वर्ष बितिसक्यो 3 वर्ष बितिसक्यो होइन यहाँ चाहिँ बत्ता लाल्ने पैसा लाने यस्तो सिस्टम छ भित्र छिर्ने यस्तो तातो हुन्छ कि अब भित्र छिरेपछि बल्ल तातो हुन्छ अब भित्र छिरेपछि अब यहाँ जाडोले कठरी राख्छ अब भित्र छिरेपछि तातो आहा कस्तो आनन्द आउँछ तातो आउँदा त आहा यही हो गाई छ ए ब्याग राखौँ ल यहाँ खाली छ यहाँ राखौँ याद रह है गाइस यही हो मार्केट चाहिँ आइया अब सामान किन्ने के ट्रॉली यहाँ है म यहाँ लिन आएको या ट्रॉली ओट्स लाने हो कि होइन ओट्स लाने हो ओट्स गाइस यसो सामान किन्छौँ होइन अनि त्यसपछि गरौँला ल गाइस अब सामान किनेर भ्याइयो अब यसो पार्कतिर जाने यसो खाइपिई गर्ने अनि घरतिर लाग्ने यस्तो जान धेरै डुलेर काम छैन होइन छैन एकदम सामान धेरै भयो नि के हो खत्रीको सामान छ यो खत्री चला आउनु न सामान किन्दैन जान्छ ल गइस अब मार्केट लाग्यो यो मार्केट आउनु लाग्यो 3 वर्ष खालि आएको छैन अब गाइस अब यसो मार्केटतिर अब के भन्छु अब यसो पार्कतिर जाने त्यहाँ यसो पार्कतिर कस्तो मौसम छ हेर्ने अनि यसो खाने तिमी के यहाँको रोलसोल के खाने अनि त्यसपछि रुमतिर जाने त्यस्तै खाएन यसको नाम चाहिँ के हो खाना त खाइयो नाम चाहिँ के हो यसको नाम हो डन्डा रोल भन्ने बुझ्यो भइहाल्यो रोल मिठो छ भोक लागिरहेको थियो मिठो आइरहेको मिठो छ तिमीले खाएको कस्तो छ खाने तिमी खाएको गोली खाल्यो नि त यो कस्तो खाइयो नि त यहाँ पानी शीतले भर्दै छ गाइस हाम्रो सामान त्यो यस्ता बसेर खानु पर्यो अब धन्न नि धन मिल्नै सक्यो चिप्स यसलाई चिप्स भन्छ है गाइस थाहा छैन होला तपाईँहरूलाई खासै मिठो हुने नेपालको जस्तो तर त्यही पनि खानु पर्यो चर्चमा घन्टी बज्दिया चलाउने खाँदैछन् गाइस म चाहिँ अब यसो एटिएम गएर आउनु लाग्यो
बिर्सेको अघि दोस्तलाई पैसा निकालिदिनु बिर्सेको यार दोस्तलाई पैसा निकालिदिन्छ एटिएम गएर आउँला हो यो भयो गाइज होटल 4 स्टारवाला होटल गाइज त्यहाँ पार्कमा पिङ्क गाइज पिङ्क पिङ्क छु त्यही हो रुख सबै पहेँलिसके गएछ 5-7 छ ब्याङ्क यहीँ हो होइन गाइस अब यहाँबाट पैसा निकाल्ने सिएसी ब्याङ्क एटिएम गाइस ल पैसा निकाल्ने दोस्तको पैसा यही हो रोमानियन पैसा लि यही पैसाले जिन्दगी चले दोस्त गाइजहरू यस्तै कागजले यस्तै कागजले यस्ता कागज चाहिन पर्ने ल यो कागज बिना केही हुन्न सनम बनायो के गरे त अनि नबनाएर फेरि नबनाउने भए जाम फेरि बनाएको हात दियो कि बनाइराख्नु यार जाम फेरि नबनाएर पछि गर न के हो र तर गएर राख्नु परेन है टम्बुको दरा नखाएको मसिन छैन बिजी सरले खाना पकाउनु लाने बिजी सरले बिजी सरको अब चिकनी प्याज आलु यिनी हो नि हेर्ने मात्र चाख्ने आजको पुग्नेमा हो रे आजको पुग्नेमा हो रे ल छिटो पकाउँ त भोक लाग्छ सनम पकाउ छिटो ल्याउन यहाँ पहिला यहाँ गाइस यी कुकम्यान सनम ऊर्जा मगर आजको लागि आजको लागि होइन जिन्दगीभरिको लागि अर्को हप्ता त तिमीले सागरले बनाउने मलाई त उहाँ मासु बनाउनु होइन तरकारी बनाउँछु बरु मासु र तरकारी एउटै त होइन होइन के भन्नुभयो अब युट्युबमा भिडियो चेन्ज गर्नु पऱ्यो कि तिमीलाई हेर्नु पऱ्यो अनि सिक्नु पऱ्यो अब युट्युबमा सिक्नु पर्ने हो सनम ऊर्जा मगरले पकाउँदा नि तेल मोडिहाल्यो जस्तो हो कि पानी जस्तो म त्यहाँ हेर्ने अब यहाँ खाने त्यही त हो मेरो काम सनमले बनाउने म त अब यस्तै हो खाने मात्र काम हो मेरो म त बनाउने कामै हो सनम दोस्त छन् भेना छन् यस्तो भइसक्यो के चाहियो र सनमले भात हाल्न भात खाने अब होइन यो चाहिँ गाउँले जीवनको गाउँले जीवन मासु मासु बनायो भने लास्टमा मसला हाल्दै भन्छ आउँछ यस्तै हुन्छ नि